नमस्ते एन्ड गुड मर्निङ। आज धेरै पछि ब्लग बनाउँदैछौँ। आज हाम्रो द रन फर द नेसन भन्ने हाम्रो रनिङ छ 5 किलोमिटर आबुधाबीमा। अहिले बिहानको 5:30 भयो। सो ब्लग हेर्दै गर्नु होला के कस्तो छ। म सबै कुराहरूको जानकारी त्यसमा यो भिडियोमा अपडेट गर्नेछु। किप वाचिङ। यो हाम्रो अरू पार्टिसिपेटहरू हो। हामी 3 जना भएर जाँदा यहाँबाट होइन। खै त भाइ नजाने रे किन खै हिजो सबै तयारी गरेर अनि लास्टमा नजाने रे। अनि उहाँ चाहिँ हाम्रो दाइ। सी यु देयर। ल गाइज, अब हाम्रो आज चाहिँ द रन फर द नेसनको स्टार्टिङ यहाँबाट हुन्छ होइन। किलोमिटर आज राजु सरले आज डायमन्ड मेडल हान्नुहुन्छ। मैले दाइले गोल्ड मेडल मैले चाहिँ डायमन्ड मेडल हान्ने। राजुले डायमन्ड मेडल हान्ने भन्नुभएको छ। अब हेरौँ त्यहाँ कुन कुन मेडल हानिन्छ। बबाल हान्नुपर्छ। दाइ फ्रन्ट रेकर्ड नगर्ने, ब्याक फ्रन्ट बेला होइन अब एकछिनमा रेकर्ड गर्नलाई यहीँबाट हुन्छ त मेरो त। क्यामेरासमा आउनुभएको देखाउँदैन। ल गाइज, हामी चाहिँ अब हिँड्यौँ। यहाँ भ्यू आउँछ। गोल्ड मेडल र डायमन्ड मेडल हान्नु। अँ 2 जना गोल्ड मेडल होइन, म चाहिँ डायमन्ड मेडल हान्न हिँडेको। प्रयास सार्नु पर्यो है। बातो बोल्छ। उहाँ पुग्दासम्म त्यो च्यातिन्छ कि हो। मलाई त्यस्तो लागेको छ के गर्नु। पसिनाले चाहिँ अब भित्र त पसिन्छ नि, त्यही भएर मैले अब हिँड्दाखेरि चाहिँ हामी पनि अन द वे छौँ। ए गुरु अन द वे अन द वे। हाम्रो के असौ पुरा एक्साइटेड हुनुहुन्छ? म त एकदम हो। हिजैबाट न मेरो सेकेन्ड टाइम हो। हिजोदेखि मैले निन्द्रा छैन पुरा। हिजो बेलुकैबाट यहाँ पनि त्यस्तै हो। कतिवटा निन्द्रा खुल्यो क्या हो। छटपटी भएर नि चट्ट अहिले फोक्सो 1 लट खुलाइसकेपछि चाहिँ अनि शान्त हुन्छ बल्ल। यतातिर त्यो हरियो बुट्यान देख्नु भएन। पुरै फिनिसिङ हान्दाखेरि चाहिँ कालो निलो हुनु पर्यो त्यो कि। एकचोटि त हुनु पर्यो। अनि मकसद खै त नभए कपाल जुङ ठाडो हुनु पर्यो जस्तै त्यस्तो कपाल। कुकुर चाहिँ खतरा हो क्या यहाँ। बस बाघ हो कुकुर हो? कुकुर हो कि बाघ हो? यो बाघको बच्चा सम्झिनु नि त्यसलाई। टोक्छ फेरि। हाम्रो लिम्सन त पुरै छ। ल फाइनली हामी पुग्यौँ। ल हामी चाहिँ पुग्यौँ होइन डेस्टिनेसनमा। स्टार्टिङ पोइन्ट हो यो। धेरैजना आइसकेको छ। हामी चाहिँ लोकेसन नयाँ छ। स्टार्टिङ पोइन्ट कहाँ हो थाहा छैन होइन। यता चाहिँ हाम्रो साथीहरू। सबैजना आइसकेको छ यहाँ। अझै टाइम छ, आउँदैछन्। कतिजना हुने हो? तिर यसो जोड गर्दैछौँ। हाम्रो राजु सरले चाहिँ पुरै गोल्ड मेडल हान्नु हुनुहुन्छ है।
यो गाडीमा चाहिँ सबैलाई व्हाइट कलरको गाडीहरूमा सबैमा यो हार्ले रनरहरूलाई होइन पोइन्टमा जानलाई है ल यो एकैछिन। तपाईहरुले देख्नु भएको गाडी चाहिँ यो चाहिँ हाम्रो लागि हामी यो चाहिँ यता स्टार्ट छौँ। पोइन्टमा 5 किलोमिटरको स्टार्ट पोइन्टमा जानको लागि चाहिँ गाडी रेडी है ल यो चाहिँ सबै गाडीहरू हाम्रो लागि हो होइन जति नि रनरहरू छ तिनीहरूलाई चाहिँ यहाँबाट स्टार्ट पोइन्टमा लानको लागि यो सबै गाडीहरू व्हाइट कलरको स्ट्यान्ड बाई छैन होइन सबै रनरहरू यता छ स्पोर्ट काउन्सिलले खेल आयोजना गरेर मात्र हुँदैन हेर्नुहोस् म्यानेजमेन्ट कस्तो छ यहाँबाट चाहिँ स्टार्टिङ पोइन्टसम्म लानको लागि फेरि फेरिको पैसा आइन फेरि यो सबै फ्री हो यहाँबाट स्टार्टिङ पोइन्टसम्म लान फ्री हो अब फिनिसिङको पनि के छ यहाँ हेर्नुहोस् म्यानेज टिम यस स्वयंसेवकहरू पहिल्यै खटेर थ्याङ्क यू सर सबै रनरहरू छ यता रनर प्लस ब्लगर हामी यसो जाने अन्त सबको भ्लगमा काले सबै त्यही हो क्या एकछिन बसौँ हामी कोही यहाँ सबै मिक्स नेसनालिटी छ होइन उता फेरि नेपाली फिलिपिन्स नाइजेरिया भोलिन्टियरहरू कसरी म्यानेजमेन्ट गरेर राख यो सब फ्री सर्भिस हो यो जाऊ स्टार्ट पोइन्टमा बसौँ होला जाउँ। चाकको लाइन ल हामी चाहिँ यसमा जाने थ्याङ्क यू सर सिट छैन के छ के भन्नु छ खै खान दाइ ल अब हामी चाहिँ ल हामी चाहिँ स्टार्टिङ पोइन्टमा पुग्यौँ होइन स्टार्टिङ पोइन्ट यहाँ बडा मस्जिदबाट रहेछ यो चाहिँ सेन्ट टाइप मस्क्यु हाम्रो सबै रनरहरू पछाडि छ म चाहिँ यता छु दाइ अपोजिट साइड छ होइन उतापट्टि स्टार्टिङ पोइन्टको त बल्लो साइड छ पछाडि यसरी भेट्दा पनि पाइँदो रहेछ हाम्रो सबै यताबाट स्टार्टिङ पोइन्ट हो यहाँ छैन आउँदा नि आउँदा आज छुट्टी आज त छुट्टी हो ल गाइज यहाँ नसु कतिजना मान्छेहरू छ कति धेरै छ होइन अनि यहाँ चाहिँ वाटर सर्भिस छ होइन पानी दिइरहेको होइन टक्क पिउने अनि पानी पनि फ्रीमा हो होइन टक्क पिउने अनि पिएपछि फोहोर चाहिँ जब त्यहाँ नफाल्ने डस्टबिनबाट सामानीहरूले टोकिदिएको हुन्छ त्यहाँ डस्टबिन राखेको हुन्छ टक्क त्यहाँ राख्ने यसमा फेरि यस्तो छ रनिङ गर्ने मान्छे अलग्गै हो अब के त्यतिको इन्जोय गर्न आएको छौँ जस्तो होइन तर हामी चाहिँ रनिङ गर्ने मान्छे है त्यो चाहिँ त्यो तिनवटावाला चाहिँ जिपिएम जेसेट राख्ने अनि 360 यस्तो छ यहाँको भ्यू पछाडिको बाटो दाइ लिङ्क जोड्ने हो क्या त्यसो भाइ कतिको जोस छ जोस कतिको छ जोस त अब सिधै एकैचोटि काँसी हान्ने हो हाम्रो सबैको एम अलग अलग छ कि तपाईँको काट्छ छ मेरो डायमन्ड छ गोल्ड हामीले प्रत्येकले डिफ्रेन्ट मेडल लिएर जाने के हो यो रनिङ होइन उहाँ हो वेटिङ कहाँ जाउँ
And this one, 25,000 location thanks also to the Shimzari that is very famous here in Abu Dhabi. It's a perfect location to be hosting this event with perfect people, with so much love, with unity, and as we said, one house, one heart. अब हाम्रो रनिङको टाइम स्टार्ट भइसक्यो होइन ग्रुप बनाउँदै कुदाउँदैछ तर यहाँको एउटा स्पेसिफिक मलाई के लाग्यो भनेपछि 20,000 पिपल छ अलमोस्ट हो नि त 20,000 त होइन 20,000 त कम्प्लिट हो 20,000 देखि छौँ होइन त्यसमा कोही रमाइलोको लाग्यो तर प्रोफेसनल रनरहरू धेरै कम छ होइन तर 20,000 जनालाई कसरी यिनीहरूले म्यानेज गरेको छ होइन हरेक कुराहरू सिस्टम वाइज होइन यो चाहिँ मलाई मन पऱ्यो क्या ल यो चाहिँ स्टार्ट गर्ने हो एउटा रनिङ हुन्छ आयो फेरि आयो अब ल्यान्डस्केप हाम्रो चाहिँ आज म चाहिँ उयो काँसिया हाम्रो राजु सर पुरै गोल्ड मेडल के अरे डायमन्ड मेडल हाम्रो डायमन्ड सरको गोल्ड है हाम्रो चाहिँ यहाँ आज पुरै काँसिया पुरै चितुवा मारेर आयो है त ल ल गाइज हाम्रो रनिङ चाहिँ कम्प्लिट भयो 5 किलोमिटर अनि हामी सबैले चाहिँ पार गऱ्यो होइन टाइमिङ रह्यो अलमोस्ट हाम्रो आधा घन्टा जति रह्यो है त्यहाँ युट्युब छैन तपाईँको युट्युब छैन म चाहिँ टिकटक र फेसबुक होइन युट्युब त चलाउनुहुन्छ नि युट्युबमा छ यहाँ ल्याउने हाम्रो आधा घन्टा समथिङ डिफ्रेन्ट रह्यो होइन तपाईँ कति 32 के लाउँ 5 किलोमिटर कतिमा पार गर्नु 23 मिनट 40 सेकेन्ड उहाँको 23 मिनट रह्यो हाम्रो सबैले आधै 32 33 समथिङ त्यतिमा पार गऱ्यो अनि दाइ कस्तो रह्यो त एक्सपिरियन्स बाबा लेदो लेदो काट्यो होइन लेदो मेरो टाइम भनेको त 25 मिनट हो ट्याक्क 25 मिनट लेदो काट्यो तपाईँ आज प्रोफेसनल शनिबार अब मजाले त्यो चिसो एसीमा बाक्लो ओछ्याना मजाले त्यो सुतिरहनु भन्दा आज फ्रेस पनि भयो धेरै नेपाली साथीभाइहरू दाजुभाइहरू भेटघाट भयो सुत्नेहरूलाई के भन्न चाहनुहुन्छ भन्नु सुत्नेहरू सुतिरहनु एक वचन दिनु तपाईँले सुत्नेहरू सुतिरहनु फुर्सद हुन्छ कुरा काट्नु हामीले लेदो काट्यौँ है त जय लेदो होइन ल हाम्रो डिफ्रेन्ट लाग्यो त्यो 32-33 मिनटको हो अब ऊ चाहिँ दाइ चाहिँ हाम्रो प्रोफेसनल रनर होइन उहाँ चाहिँ 32 मिनटमै उहाँको चाहिँ कट्यो अब हाम्रो चाहिँ अब म फर्स्ट टाइम हो अब जसरी पास गर्छु भनेर आएको थिएँ सबैले सिल्भर मेडल ल्यायो होइन ओके थ्याङ्क यू म्याच थ्याङ्क यू सो मच फर वाचिङ होइन ल हाम्रो टुर यति छ क्या अहिले हामी फर्किन्छौँ धन्यवाद